राजधानीमा रहेको बालाजु स्थित नयाँ बस पार्क। नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसबाट यात्रा गर्नेहरू सबैका लागि यो दृश्य अपरिचित जस्तो लाग्दैन। प्राय 12 महिना नै भिडभाड रहने यो बस पार्कबाट देशको विभिन्न कुनामा जाने यातायातहरू सहजै उपलब्ध हुन्छ। तर जब चाडपर्वका दिनहरू सुरु हुन्छन्, यो बस पार्कबाट चल्ने गाडीहरूमा बस्ने सिट त परै जाओस्, उभिने ठाउँ समेत पाउन मुस्किल हुन्छ। सदाका वर्ष झै यो वर्षको दशैं तिहारलाई लक्षित गरेर बस व्यवसायी समितिहरूले अग्रिम टिकट बुकिङ खुल्ला गरिसकेका छन्। पूर्वाञ्चलका यात्रुहरूको चापलाई मध्यनजर गर्दै आजभन्दा 15 दिन अगाडिदेखि नै टिकट बुकिङ खुल्ला गरिएको थियो भने पश्चिमाञ्चलका लागि भर्खरै मात्र टिकट बुकिङ खुल्ला गरिएको हो। यात्रुहरूको चापलाई मध्यनजर गर्दै बस व्यवसायी समितिहरूले बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म छुट्ने गाडीहरूको व्यवस्था गरेका छन्। तर पनि यो वर्ष झन टिकट बुकिङ गर्नेहरूको चाप निकै बढेको टिकट बुकिङका लागि काउन्टरमा बसेका यी व्यक्ति बताउँछन्। के छ अहिलेको यो वर्षको टिकट बुकिङ कस्तो छ? एकदम राम्रो। पहिलाको भन्दा पहिला भन्दा अलि राम्रो छ। अग्रिम टिकट बुकिङ खुल्ला भइसक्यो हैन? खुल्ला भइसक्यो। कतिको प्याक देख्नु भएको छ? प्याक छ। कुन दिनलाई बढी गएको छ? 1 देखि 10 बजेसम्म प्याक छ। भनेपछि पहिला भन्दा अहिले बढी गइरहेको छ। नेपाली धर्म र संस्कृति अनुसार प्रत्येक नेपालीका लागि दशैं र तिहार खुशियाली, आपसमा सद्भाव र आशीर्वाद बाँड्ने एउटा महत्त्वपूर्ण समय हो। वर्षभरि घरका सम्पूर्ण सदस्य आफ्नो काममा व्यस्त रहे तापनि दशैं र तिहारको बेलामा भने समय मिलाएरै भए पनि आफूभन्दा ठूलाको आशीर्वाद लिन आफ्नो जन्मघर जाने गर्छन्। त्यसैले होला अरू समयभन्दा चाडपर्वका बेला यो बस पार्क क्षेत्रमा बढी चाप देखा पर्ने। बिहानदेखि बेलुकासम्मै पनि बस पार्कमा रहेका प्रत्येक काउन्टरमा यात्रुहरूको भिडभाड त्यत्तिकै देखिन्छ। दशैं आउन अझै 20 दिन बाँकी रहँदा पनि टिकट बुकिङ गर्ने यात्रुहरूको भिडभाड निकै ठूलो देखिन्छ। तर जब दशैंका लागि दिनहरू नजिकिँदै जान्छन्, त्यति बेला यो बस पार्कमा देखिने भिडभाडको दृश्य हेर्न लायकै देखिन्छ। प्रेसचौतारी.com का लागि सम्झना गैरे, काठमाडौँ।